हेलो गाइस, आज शनिबार बिहान मम्मीले भन्नुभयो कपाल धेरै बढिसक्यो, जाऊ कपाल काटेर आऊ। त्यसपछि म सिधै कपाल काट्ने पसलमा गए। त्यहाँ पुगेर कपाल काट्न बसे र अङ्कलले कपाल काट्न सुरु गर्नुभयो। कपाल काट्दै गर्दा गफ गर्न थाल्यौं। कुराकानीकै क्रममा अङ्कलले भन्नुभयो, म त तिम्रो उमेरदेखि नै कपाल काट्ने काम गर्दै आएको हुँ। त्यो सुनेपछि मलाई निकै अचम्म लाग्यो। यति धेरै वर्षसम्म एउटै कामलाई निरन्तरता दिनु आफैमा ठूलो कुरा हो। पछि मैले सोधेँ, अङ्कल अहिले त धेरै ठाउँमा कपाल काट्न 150 देखि 200 रुपियाँसम्म लिन्छन्, तपाईले भने 50 रुपियाँ मात्रै लिनुहुन्छ? अङ्कल हाँस्दै भन्नुभयो, धेरै वर्ष भयो यसरी नै सेवा गरिरहेको, आफ्नै घर हो, भाडाको चिन्ता छैन, केही समाज सेवा पनि त हुन्छ नि। उहाँको कुरा सुनेपछि साँच्चै मन छोयो। आजभोलि 50 रुपियाँमा खासै केही पाइँदैन, तर अङ्कलले भने त्यही पैसामा सबैलाई राम्रो सेवा दिइरहनु भएको छ। मैले मजाक गर्दै भने, अङ्कल 50 रुपियाँ सुन्दा त मलाई पुरानो जमानाको रेट सुने जस्तो लाग्यो। अङ्कल पनि हाँस्नुभयो र भन्नुभयो, रेट बढाउनु भन्दा ग्राहकको माया बढ्नु राम्रो हो। त्यो सुनेपछि झन सम्मान लाग्यो। कपाल काट्दै गर्दा पसलमा आउने जाने मानिसहरू पनि अङ्कलसँग निकै खुला भएर कुरा गरिरहेका थिए। हेर्दा लाग्थ्यो यहाँ ग्राहक र पसलेको भन्दा पनि राम्रो सम्बन्ध बनेको छ। केही बेरमै कपाल काटिसकियो। ऐनामा हेरे, कट एकदमै राम्रो भएको थियो। अब म साँच्चै राम्रो देखिएको थिएँ कि ऐनाले मलाई बढी आत्मविश्वास दिएको थियो, त्यो भने थाहा भएन। घर पछाडिमै भएकाले म त सधैँ यही कपाल काट्न आउने गर्छु। नजिक पनि छ, सस्तो पनि छ, अनि सबैभन्दा ठुलो कुरा उहाँले कपाल एकदमै राम्रोसँग मिलाएर काटिदिनुहुन्छ। त्यसैले धेरै टाढा गएर महँगो पैसा खर्च गर्नुभन्दा म त यही आउन रुचाउँछु। यदि तपाईहरू पनि रानीगञ्ज आसपास पस्नुहुन्छ भने मगरघाट पारी रानीगञ्ज 9 मा गएर एकपटक कपाल काटेर हेर्न सक्नुहुन्छ। मलाई लाग्छ तपाईहरू पनि उहाँको काम र व्यवहारबाट खुसी हुनुहुनेछ। हामी प्राय ठुला पसल, चम्किला बोर्ड र महँगा ठाउँ खोज्छौं, तर कहिलेकाहीँ यस्ता साधारण ठाउँहरूमा पनि धेरै राम्रो सेवा र राम्रो मानिसहरू भेटिन्छन्। अहिलेलाई यति नै गाइज। भिडियो मन परे लाइक, कमेन्ट र फलो गर्न नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।